जनताकै लागि लड्ने मान्छेले गाडी चढाएको चाहिँ अप्ठ्यारो लाग्ने उहाँलाई लाज लाग्दैन। अनि अर्काको चाहिँ अवैध ढङ्गले चाहिँ राख्या पैसा हामीले चोर्या पैसा पनि भन्दैनौँ, उहाँलाई अरू आरोप पनि लगाउनौँ। एउटा चाहिँ ठाउँबाट ल्याएको राख्या पैसा समेत फिर्ता नगर्ने के नैतिकताको आधारमा चाहिँ हाम्रो महासचिवलाई त्यस्तो चाहिँ आरोप लगाएको। चितवनको कार्यक्रममा चाहिँ यतै बस्नुहोस् विप्लवले भन्दाखेरि छलफल गर्नु पर्दैन। आपत विपद पर्यो भने चाहिँ पार्टीमा चाहिँ केन्द्रको चाहिँ सचिवालय सदस्यहरू महासचिवतिर गोलबन्द हुने कि पुरै चाहिँ एकै दिनमा 2-3 मिडियामा गएर चाहिँ भण्डाफोर गरेपछि अनुशासनको कारबाही पार्टीले गर्दैन, त्यो ठुलो हेरेर बस्ने हुन्छ महासचिव। अनि त्यहाँ महासचिव त्यसरी बस्दा पार्टी चलाउन सक्नुहुन्थ्यो? तपाईँले देख्नु भएको छैन र तपाईँले थाहा पाउनु भएको छैन र कतिजना जानु भएको छ ल भन्नुहोस् त। तपाईँले हाम्रो पार्टीबाट कतिजना लिएर जानुभयो ल भन्नु त? 11 जना होइन? तपाईँ चाहिँ यो जनतालाई सोध्नुहोस् त, त्यही धर्मेन्द्रलाई सोध्नुहोस्, त्यही चाहिँ सुदर्शनलाई सोध्नुहोस् त, जाँदाखेरि कतिजना जानु भएको छ? उहाँहरूको पार्टीमा अर्को पार्टी आएर मिलिसक्यो, उहाँहरू तपाईँ अर्को पार्टीको त पुरै छुट्यो। त्यो त संसार सब प्रचण्ड सबै वैद्यहरू ल्याएर मिसाइदियो भने काङ्ग्रेस देउवालाई ल्याएर पनि मिसायो भयो नि त। अमेरिकाको एजेन्टलाई पनि तपाईँ चाहिँ त्यो अस्ति हेर्नु न भारतको भ्रमण, लाज लाग्दैन? हाम्रो उसले त कमजोरी गरे उनी चाहिँ प्रचण्डले, हाम्रो देशको चाहिँ इज्जत छैन। अनि मोदीले बोलाउने, मोदी पत्ता साफ कता, अनि उनी फिर्ता भएर यता आउने, त्यति बुझ्नु न। उताबाट आएर तपाईँहरूले के भने सुन्नुभयो? विप्लवको अर्थै छैन, बाबुराम माओवादी नै होइनन्। दर्शकवृन्द नमस्कार, चुरो कुरोमा तपाईँलाई हार्दिक स्वागत छ। हामी आजको चुरो कुरोमा नेपाल कम्युनिस्ट पार्टी नेकपा, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग 3 बुँदे सहमति गरेर आइसकेपछि सरकारले त्यसलाई समाधान गर्नुको साटो गएको साउन 16 गते ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पक्राउ पूर्जी जारी गरेको छ। यो साँच्चीकै सरकारले विप्लव नेतृत्वको नेकपामाथि कुनै किसिमको प्रतिबन्ध लाउने जसरी यसअघि लगाइएको थियो त्यो लगाउने अथवा उहाँहरूलाई जबरजस्ती द्वन्द्वमा धकेल्नलाई गरेको खेल हो अथवा अदालतको यो निर्णय स्वाभाविक छ। यसबारेमा पक्ष र विपक्षमा बहस भइरहेका छन्। यसको विपक्षमा सदनमा समेत नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आवाज उठाएका छन्। स्वयं नेकपा विप्लवले यसको विरुद्ध प्रतिरोध गर्ने चेतावनी दिइसकेको छ र यसले देशलाई फेरि द्वन्द्वमा लैजाने हो कि भनेर आम जनमानसमा एक प्रकारको त्रास फैलिएको छ। 3 बुँदे सहमति कार्यान्वयन गर्नुको साटो सरकारले विप्लव नेतृत्वको नेकपालाई किन उत्तेजित पार्न खोजेको छ? सरकारले यसो गरिरहँदा नेकपा चाहिँ के गरेर बसिरहेको छ? के साँच्चीकै महासचिव नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पुलिसले पक्राउ गर्छ भनेर के भूमिगत अवस्थामा पुगिसक्नु भएको हो, या उहाँहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? शान्तिपूर्ण राजनीति गर्न सरकारले नेकपालाई अवरोध सिर्जना गरेकै हो। नेकपाको अब भावी कार्यदिशा र योजना के हुन सक्छ, यो यसो हुनुको पछाडिका षड्यन्त्रहरू के हुन सक्छन्, यावत विषयमा केन्द्रित भएर आज हामी नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली आदर्शसँग यस विषयमा केन्द्रित भएर चुरो कुरो निकाल्ने प्रयास गर्नेछौँ। सबभन्दा पहिले म नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली आदर्शलाई चुरो कुरोमा स्वागत गर्छु। यहाँलाई चुरो कुरोमा हार्दिक स्वागत। धन्यवाद। शान्ति प्रक्रिया भङ्ग भएको, तपाईँहरूसँग भएको 3 बुँदे सहमति खारेज भएको र अब तपाईँहरू फेरि हिजो जस्तै सशस्त्र सङ्घर्षमा फर्किनुपर्ने दिन आयो कि भनेर जनमानसमा एक प्रकारको चिन्ता फैलिएको छ। भएको के हो खासमा? तपाईँको महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई त पक्राउ पूर्जी जारी गरेको छ सरकारले। नेतृत्व नै पक्राउ गरिदियो भने तपाईँहरू त माउबिनाको चल्ला हुने अवस्थामा हुनुहुन्छ। के हो भएको घटना खास? मैले यहाँबाट सुरु गरेँ। यथार्थ कुरा के हो भनेदेखि हामीले कुनै चाहिँ घोषित रूपमा चाहिँ हामीले युद्ध सुरु गरेका थिएनौँ। सुरुमै मिस्टेक के हो भनेदेखि प्रतिबन्ध लगाउनु तत्कालीन सरकारको चाहिँ कमजोरी एकदम 100% हो। त्यसपछि राज्य सञ्चालन गर्दाखेरि आफूले बेमानी गरिसकेपछि पश्चाताप गर्दै चाहिँ केपीले चाहिँ हामीसँग शान्ति प्रक्रियामा आउनुपर्छ भनेर चाहिँ हारगुहार गरेपछि हामी आएकै पनि हो र त्यतिखेर 3 बुँदे सम्झौता भएकै पनि हो। पहिलो कुरा के छ भने राजनीतिक रूपले छलफल गर्ने कुरा छ र अर्को शान्ति प्रक्रियामा चाहिँ हाम्रा मागहरू पुरा भयो भनेदेखि र हामीलाई सहज गराउने हो भनेदेखि हामीले अशान्ति चाहेको होइन, शान्तिपूर्ण ढङ्गले राजनीति गर्न पाउनुपर्छ भन्ने कुरा पनि हामीले त्यसमा राखेका छौँ। र एउटा मुख्य कुरा त्यहाँ के छ भनेदेखि 3 नम्बरमा
हाम्रा झुट्टा मुद्दाहरू खारिज गर्ने र चाहिँ बन्दीहरू रिहाई गर्ने भन्ने कुरा जो छ त्यो चाहिँ यो तीनैवटै कुरामा चाहिँ सरकारले बेमानी गर्यो। राजनीतिमा कुनै पनि कुरामा, एउटा सामान्य व्यापारमा पनि, विश्वमा तपाईँले राम्रोसँग चाहिँ अध्ययन गर्नुहोस्, विश्वमा के छ भने कुनै पनि विषयमा, कुनै पनि सेक्टरमा चाहिँ इमान्दारिता हुनुपर्छ मानवमा। त्यो चाहिँ नेपालका सरकारमा, नेपालको सरकारमा बस्ने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सबै विभागका सबै टोटलमा मुख्य रूपले सत्ताको मान्छेमा त्यो इमान्दार देखिँदैन, अथवा सरकारमा बस्ने मान्छेको त्यो इमान्दार देखिँदैन। न केपीमा देखियो, न शेरबहादुरमा देखियो, न प्रचण्डमा देखियो, न माधवमा देखियो। सब जति पनि के पुष्टि हुन्छ भन्नुहुन्छ भनेदेखि हाम्रो त्यो सहकार्यलाई, सम्झौतालाई स्वीकार्ने त कुरा छोड्नुहोस्, दिन प्रतिदिन राष्ट्रघात गर्ने, जनताप्रति बेवास्ता गर्ने, हरेक कुराले चाहिँ उहाँहरू चाहिँ एउटा कलङ्कित लिडरका रूपमा चाहिँ उहाँहरू चाहिँ स्थापित हुनुभएको छ। यो कुरा चाहिँ अहिले नेपाली जनताले प्रष्टै भयो। यो अस्ति चाहिँ 16 गते जो अदालतले चाहिँ त्यो वारेन्ट जो जारी गर्यो अथवा पत्र लेख्यो अथवा अदालतमा जो बोलायो, त्यसले के पुष्टि गर्छ भनेदेखि नेपाली जनतामा एउटा थोरै के भरम थियो भनेदेखि यिनीहरूले चाहिँ विभिन्न बहानामा चाहिँ काम गर्छन् नेकपाले अथवा महासचिव विप्लवले यसरी चलाइराख्नु भएको छ पार्टी, तर सरकार नै इमान्दार छ भन्ने कतिपयलाई चाहिँ भरम थियो। अहिले प्रष्ट पछिल्लो चरणमा के भयो भनेदेखि हामीले कहाँसम्म भन्नुहुन्छ भनेपछि राजनीतिक कुरामा हामीले चुनाव उपयोग, स्थानीय चुनाव उपयोग गर्दासम्म पनि यिनीहरूलाई विश्वास लागेन। त्यसकारण अहिले जनतालाई प्रष्ट के भएको छ भनेदेखि साँच्चै यो चाहिँ जनताको सरकार होइन, राष्ट्रवादी सरकार होइन, यो दलालै हो। यो सरकार जति पनि आउँछन् यी सबै नेताहरू दलाल हुन् भन्ने जनताले चाहिँ प्रष्ट रूपमा पुष्टि भइसक्यो। मुकुण्ड खुल्यो भन्ने तपाईको एकदम खुलियाम एकदम प्रष्टै भयो, अनुहार देखियो। त्यसकारण कसैले भन्नु पनि पर्दैन। मिडियाले चाहिँ प्रचार धेरै गरे, तर चाहिँ धेरै प्रस्ट्याउने चाहिँ प्रयास गरे धेरै मिडियाहरूले, जनताहरूले, हामीले पनि, पार्टीले पनि। तर कुराकानी के भयो भनेदेखि त्यहाँमा भरम छर्ने उनी चाहिँ अलिकति थोरै प्रयास गरिरहेको थिए। अहिले चाहिँ प्रष्टै स्पष्ट रूपमा नाङ्गै आँखाले देख्ने गरी दलाल, नाङ्गै आँखाले देख्ने गरी चाहिँ सम्झौतामा बेमानी, नाङ्गै आँखाले देख्ने गरी चाहिँ आग्रह पूर्वाग्रहका पोकाहरू चाहिँ खुले। तपाईँले नाङ्गो आँखाले देख्ने गरी शेरबहादुर देउबा, केपी ओली, प्रचण्डको चाहिँ जुन किसिमको दलाल प्रवृत्ति थियो त्यो खुल्यो भनेर तर्क गरिरहँदा नेपालमा अदालत त सरकारको मातहतमा त छैन, सरकारको नियन्त्रणमा त छैन, एउटा इन्डिपेन्डेन्ट अङ्ग हो। अदालतले के फैसला गर्छ त्यहाँनिर सरकारको दबाब हुने कुरो पनि हुँदैन, सरकारको प्रभाव हुने कुरो पनि हुँदैन। अदालतले गरेको निर्णयमा सरकार कसरी मुद्दै हुनुहुन्छ तपाईँहरू? यो त अदालतले स्वविवेकले गरेको निर्णय होइन। कुरा यो, कुरा सिद्धान्तको, कुरा नीतिको, कुरा विचारको, कुरा सम्झौताको, कुरा सत्ताको, सरकारको, देशको, जसले देश चलाइरहेको छ, जसले सत्ता चलाइरहेको छ, जसले सरकार चलाइरहेको छ, उसले ती सबै कुराहरू खुलाइदिनु पऱ्यो नि। उसले त्यो निर्णय गरेर प्रच्युट गर्नु पऱ्यो नि, फैसला गर्नु पऱ्यो नि, निर्णय गर्नु पऱ्यो नि। अदालतलाई चाहिँ आफूले सरकारले गर्ने काम क्रियाकलापहरू प्रोसेसमा नहालिदिइसकेपछि चाहिँ अदालतले चाहिँ त्यो गर्न बाध्य हुन्छ, उसले चाहिँ एउटा प्रक्रियामा जान बाध्य हुन्छ। तापनि म के भन्छु भने अदालतलाई पनि एकपटक चाहिँ अदालतले पनि उसको चाहिँ सत्ताको जो एउटा अङ्ग छ, त्यो न्यायको अङ्ग जो छ, उसले पनि थोरै ध्यान त पुर्याउनु पर्छ। तर सत्ताले नै, सरकारले नै यो गर भनेपछि त उसले गर्ने चाहिँ देखिन्छ। यो त बेमानी हो। देउबाकै आदेशमा, देउबाकै निर्देशमा, आदेशको कुरा होइन त्यो त। देउबा सरकारले नै त्यहाँ प्रक्रिया नै चलाएन त अदालतले के गरोस्? के गरिदिनु पर्यो? अदालत त एउटा चाहिँ अंश मात्रै हो नि त। एउटा के गरिदिनु पर्थ्यो सरकारले? प्रक्रिया के हो तपाईँ भनिदिनुहोस् त। उसले त के गर्नु पर्थ्यो भनेदेखि जो सम्झौता छ नि, नेपाल सरकारको 3 बुँदे सम्झौता छ नि नेकपा र नेपाल सरकारको, त्यसको हल गर्नु पर्थ्यो नि। त्यो हल गरिसकेपछि किन अदालतले प्रक्रिया चलाउनु पर्थ्यो? त्यो त उसकै चाहिँ मातहतको कुरा हो नि, सत्ताकै कुरा हो नि। सेना भयो, न्याय भयो, अनि हरेक चिजहरू भयो, यो त सबै सत्ता अन्तर्गतका चाहिँ अङ्गहरू हुन् नि त। त्यो त ललितपुरको जुन मुद्दा छ नि, त्यो के मुद्दामा चाहिँ तपाईँको महासचिव र
तपाईँको प्रवक्तालाई चाहिँ वारेन्ट जारी गर्यो, पक्राउ पूर्जी जारी होइन उहाँहरू मात्रै होइन, उहाँहरू लगायत होइन मुख्य त उहाँहरू हो नि। उहाँहरूको चाहिँ अब चाहिँ कर्तव्य ज्यान विस्फोटक पदार्थ हरेक चिजहरू चाहिँ अब चाहिँ त्यो उनीहरूको चाहिँ त्यतिखेर लगाउने भए नभए सबै छन् नि, गोल मोटल गरेर हाल्यान्, जति सकेहान् त्यति हाल्यान् नि। तपाईँले हेर्नुहुन्छ नि त जतासुकै। तपाईँलाई पनि छ त्यो मुद्दा पक्राउ पूर्जी? मलाई थाहा छैन त्यो कुरा छ कि छैन भन्ने, हामीलाई के थाहा, हामीले अहिले चाहिँ त्यसमा त देखिएन होइन। तर तपाईँहरूले पटक पटक प्रधानमन्त्रीसँग तपाईँका शीर्ष नेताहरूले भेटघाट गर्नुभएको छ, तपाईँका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँडसँग भेटघाट गर्नुभएको छ, बालुवाटार पटक पटक गएको कुराहरू हामीले देखिरहेछौँ। त्यहाँ गएर समाधान किन भएन? उहाँहरू के का लागि जानुहुन्थ्यो, के गरेर फर्किनुहुन्थ्यो? सोध्नुभयो कहिले तपाईँको नेतृत्व? होइन, हामीले त्यो 3 बुँदेलाई चाहिँ सहज गराउनुपर्छ भनेर हाम्रो आजसम्म पनि हल नहुने कस्तो 3 बुँदे? 3 वर्ष हुन थालिसक्यो। उहाँहरूको प्रधानमन्त्रीको गृहमन्त्रीको कमजोरी हो नि त, त्यो त सरकारको कमजोरी हो नि त, उनीहरूको नालायकपन हो नि त। उनीहरू चाहिँ एकदम बदमास बेसी दलाल भइसकेपछि अमेरिकाबाट, भारतबाट, अरू साम्राज्यवादीहरूबाट, त्यो ढाकाहरूबाट चाहिँ चलेपछि यिनीहरू यी दलाल, यी साना ढाकाहरूको त के चाहिँ केही छैन नि। उनीहरूले जो भन्यो त्यही भएर अस्ति साँझ हामीले चाहिँ 15 गते साँझ हामीले मसाल जुलुस लायौँ होइन, राष्ट्रघातको विरुद्ध। डोनाल्ड लु तर भोलिपल्ट चाहिँ 16 गते चाहिँ अदालतले पत्र काट्छ। यति योभन्दा चाहिँ नलायक के हुन्छ र? योभन्दा चाहिँ अरू के हुन्छ र? जनताले त छर्लङ्गै बुझ्यो नि। हेर्नु होला तपाईँहरूले, यिनीहरू कति पर्सेन्ट चाहिँ एकै दिनमा तल गिर्छन्, त्यो त पछि मूल्याङ्कन गर्दाखेरि थाहा हुन्छ नि। के भन्न खोज्नुभयो? त्यो चाहिँ के हो भन्नुहुन्छ भनेपछि हामीले अमेरिकाको विरुद्धमा लगाएको छौँ भने अमेरिका सरकारको विरुद्धमा एमसिसी जसले दबाब गरेर यहाँ गऱ्यो नि, र यहाँका दलाल र अमेरिकन त्यो नीतिको विरुद्धमा चाहिँ हामीले मसाल जुलुस लगाएको छौँ नि। त्यति मात्रै होइन, महँगी भ्रष्टाचारको विरुद्धमा हामीले लगाएको छौँ नि, हामीले साम्राज्यवादको विरुद्धमा पनि हामीलाई इङ्गित गरेका छौँ नि। त्यसको निर्देशनमा यहाँको दलाल सरकारले चाहिँ पत्र काट्न लगायो। यो त सिधा हो नि, सिधा कुरा छ नि। एउटा संयोग या के, अमेरिकाका एकजना विदेश उपमन्त्री जो दक्षिण एसिया मामिला हेर्ने शीर्षस्थ नेतृत्वमा एकजना हुन्, डोनाल्ड लु, अचानक नेपाल भ्रमणमा आए। त्यसको विरुद्धमा तपाईँहरूले नारा जुलुस गर्नुभयो, तपाईँहरूका नेता कार्यकर्ता पक्राउ पनि परे, मसाल जुलुस पनि गर्नुभयो। कतै डोनाल्ड लुको विरोध गर्दा तपाईँको महासचिवमाथि पक्राउ पूर्जी जारी भएको त होइन? के लाग्छ? यो त समग्रमा हो। यो त चाहिँ सबै जति साम्राज्यवादीहरूले चाहिँ नेपालमा जति आँखा लगाएका छन्, यहाँका दलालहरू चाहिँ एकदम उनीहरूबाट किनिएका छन्। यहाँको दलाल सरकार जो चाहिँ कमजोर छ त्यसको प्रतिफल हो, र उनीहरू कमजोर हुन्छन्। हामीलाई जति पत्रहरू काट्छन् त्यो तिनीहरू कमजोर हुनु हो। जस्तै मान्नुहोस्, हामीलाई शान्ति प्रक्रियामा ल्यायो भने 3 बुँदे समझदारी गर्ने, यता छलफल पनि नगर्ने, हल पनि नगर्ने, उता पत्र काट्न लगाए के हुन्छ ल भन्नु त? त्यो कति इमान्दारिता हुन्छ? त्यो कति सक्षम हुन्छ सत्ता चलाउन? शेरबहादुर देउवा कति सक्षम होलान्? गठबन्धनका चाहिँ नायके, अर्का नायके चाहिँ प्रचण्ड कति सफल होलान्? माधव कुमार नेपाल कति सफल होलान्? बुझ्नुभयो? यो कुरा त हामीले बुझ्नु पर्यो नि। हाम्रा लिडर कस्ता होला ल भन्नु त? यता 3 बुँदे छलफल, उता चाहिँ पत्र काट्ने आफ्नै सरकारले। तर गल्ती त तपाईँहरूको पनि छ नि। 3 बुँदेलाई आजसम्म कार्यान्वयन नगर्दा तपाईँहरू चाहिँ कानमा तेल हालेर चाहिँ बस्या हो नि, आँखा चिम्लेर त बस्या हो नि। किन कार्यान्वयन गर्नेमा तपाईँले सरकारलाई दबाब दिन नसके? त्यति बेला सडकमा आउनु पर्दैन? तेल हालेर नभन्नु न, सहनशीलता, धैर्यता, जिम्मेवारी, देशप्रति, राष्ट्रप्रति, जनताप्रति वफादार भन्नु न, शब्द त्यस्तो हाल्नु पर्यो। त्यो तेलमा हाल्ने कुरा नगरौँ न तपाईँ जस्तो। तपाईँहरू वफादार भएर हो? वफादार भएर नै हो नि। हामी त इमान्दारिता साथ चाहिँ 3 बुँदेलाई चाहिँ हल गर्नुपर्छ भन्ने हो नि। अनि 3 बुँदे हल गर्नुपर्छ भन्ने, चुनाव चाहिँ लड्ने तपाईँहरू रणनीतिक तरिकाले चुनाव पनि, तपाईँ स्वयं चुनाव लडेर आएको मान्छे, 3 बुँदे हल गर्नतिर लाग्ने हो कि चुनावमा चाहिँ कुर्सीमा पुगेर गाउँपालिकाको अध्यक्ष बन्नेतिर लाग्ने? शान्ति प्रक्रियामा आइसकेपछि त हामीले आफ्नो इमान्दारिता चाहिँ देखाउनु परेन। तपाईँहरूले चन्दा यति उठाउनु भएको छ अरे नि, सरकार त्यो हेर्न नसक्ने अवस्थामा पुग्यो। तपाईँहरू के को तयारीमा गर्दै हुनुहुन्छ? सरकारका गुप्तचरहरू छन्, सरकारका जासुसी अङ्गहरू छन्, तपाईँहरू कुनै पनि ठुलै द्वन्द्वको तयारीमा हुनुहुन्छ। चन्दा व्यापक उठाउनु भएको छ, गाउँका जनताले दुःख दिनुभयो, व्यापारीले काटेका पत्र सरकार कहाँ पुगे, त्यसपछि सरकारले यो कदम चाल्यो भन्छ नि। आफूतिर पनि हेरौँ न। बिल्कुल गलत हो। चन्दा उठाएको होइन, त्यो बिल्कुल गलत हो। म एउटा उदाहरणसहित तपाईँलाई यो नेपालको इतिहासलाई चाहिँ मैले राम्रोसँग चाहिँ बताइदिन्छु। यो के शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका होइनन्? अहिले मरेर जानुभयो सुशील कोइराला नेपाली काङ्ग्रेसको नेता होइन? सुशील कोइरालाले पैसाको लागि प्लेन अपहरण गरे होइन? नेपाली काङ्ग्रेसले छातीमा हात राखेर भन्नुहोस् चन्दा नउठाएर पार्टी चलाएको हो? कुन नेताले भन्न सक्छ नेपाली काङ्ग्रेसले चन्दा, सहयोग, हरेक चिज नमागेर चाहिँ आफ्नो 7 सालदेखि, 7 सालभन्दा पहिले 7 सालदेखि यता पार्टी चलाएको होइन, हामीले मागेकै छैनौँ भन्न शिर ठाडो गराएर बोल्न सक्छन्? चाहिँ मदन भण्डारीले चलाएको पार्टी
एमाले अहिलेसम्म आउँदा चन्दा मागेर आफ्नो उद्देश्य केही नभएपछि एनजिओमा गएको हामीलाई थाहा छैन, आफ्नो कार्यकर्ता धान्न। प्रचण्ड हामीसँगै हो नि, चन्दा माग्या पनि लड्या पनि हो, खर्च पनि भयो, स्वाभाविक पनि हो, हामी गर्दै आएको नि। तर अहिले हामीलाई चाहिँ चन्दा माग्यो भनेर नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवलाई दोष दिए, थुक्क त्यस साले चोरहरू हुन् क्या। मलाई त यस्तो शब्द पनि मैले यस्तो हालेँ क्या, त्यो भन्ने चोरहरू हुन्। जनताले भन्छ ठिक छ, व्यापारीले भन्छन् ठिक छ, अरूले भन्लान् ठिक छ, यो भन्नेहरू चोर डाका यिनी चाहिँ अपराधी हुन् क्या। म सिधै भन्छु ल आउनु ल्याउनुहोस् तपाईँले, म सँगै भन्छु। यदि यिनले यो हामीले चन्दाको आरोप लगाउँछन् भने, सहयोगको आरोप लगाउँछन् भने, पैसैको आरोप लगाउँछन् भने, यिनी साँच्चैका डाका चाहिँ यिनी हुनेहरू, यिनी दिउँसै चोर्न पर्ने डाका हुनेहरू। यो त कुरै हुने नि कुरै होइन नि त। पृथ्वीनारायण शाहले पनि नेपाल चाहिँ एकीकरण गर्दाखेरि सामान्य गरिबबाट चाहिँ पैसा उठाएर युद्ध गरे आउनु। अहिले नेपालको इतिहासमा को छ त्यस्तो पैसा जनताबाट, जनतालाई नै चाहिने सत्ता जनताकै लागि गर्ने, त्यो ठिक छ, उनीहरूले ठिक गरे। तर आफूले गर्ने अनेक, तर हामीलाई चन्दा उठाए, मुद्दा लगाउने, हरेक गर्ने, पत्र काट्ने, यो अर्थ हो भने त झन् तिनीहरू सिद्धिन्छन्, कामै छैन तिनीहरूको। तर तिनीहरूले आरोप लगाइरहँदा तपाईँहरूभित्र पनि त त्यो देखियो नि, अन्नपूर्ण होटलबाट करोडौँ रुपियाँ उठाएको चलखेल भएको, त्यसको विषयमा तपाईँहरूको पार्टी टुक्रा परेको देखिएन र? चन्दा उठा त हो नि। यस्तो छ, अन्नपूर्ण यो पनि त उत्तर दिनु पर्ला नि नेपाली जनता। अन्नपूर्ण होटलको चन्दा होइन, अन्नपूर्ण होटलको विषय अलिक फरक छ। अन्नपूर्ण होटलको के छ भनेदेखि, अन्नपूर्ण होटलको त त्यहाँ चाहिँ अन्नपूर्ण होटलले आफ्नो व्यापारीलाई बाहिर लखेट्यो। हाम्रो पार्टीमा चाहिँ अन्नपूर्णले न्याय खोज्न आयो। हाम्रा तत्कालीन त्यतिखेरका साथीहरूले केही षड्यन्त्र गरेर पार्टीको निर्देशन बिना केही पैसा ल्याए। केही पैसा भने कति? 5 करोड हो? लाख ल्याए। त्यो त म क्लियर 5 करोड कुरा छैन, हामीलाई त्यो कुरा थाहा छैन। लाख रुपियाँ चाहिँ आफू किनिएर ल्याए। अनि एकजना मान्छेले सुदर्शनले त्यो पैसा राखे। त्यो केसमा चाहिँ सुदर्शन संलग्न छैनन्, तर पैसा राख्नेमा हुनुहुन्छ क्या उहाँ। सत्य बोल्नुपर्छ क्या। पैसा राख्ने ल्याउनेको कुरा छोड्नुहोस् न, कसैले ल्यायो त्यहाँ, अनि त्यसपछि पैसा चाहिँ उहाँले राख्नुभयो। इमान्दारसँग चाहिँ फिर्ता गर्नुहोस् अन्नपूर्णलाई भन्दा पार्टीको पैसा होइन, उहाँलाई मुद्दामा उछ्या भने कुरा पनि होइन। उहाँले राख्न दिए पैसा तिर्न नसकेर कुरा उठिसकेपछि त्यो बाहना, चुनावको बाहना गराएर त्यो जान हुन्न थियो नि, त्यो कुरा हो कि कुरा चाहिँ त्यो हो नि, एकदम ए टु जेड हो। जसले जो प्रचार गरोस्, जसले जो चाहिँ अर्थ लगाओस्, तर कुराकानी के हो भने त्यो पार्टीको पैसा पनि होइन। त्यहाँ चाहिँ बेमानी गर्दाखेरि पार्टीले रोकेर उहाँ पैसा राख्न दिए मान्छेलाई फिर्ता गर भन्दाखेरि फिर्ता गर्नुभएको छैन त उहाँले। तर यो कुरा पो हो, अन्नपूर्णको कुरा कसैले नबुझेर यो छताछुल्लो बोले। तर तपाईँकै प्रवक्ताले 5 करोड स्वीकार्नु भयो। नै स्वीकार्नु भएको छैन, त्यो गलत हो। 5 करोड कसैले ल्याएको पनि छैन, 50 लाख कुरा पनि होइन। 50 करोड त्यो 50 लाख रुपियाँ चाहिँ त्यो अनावश्यक कुरा। तपाईँले कहाँबाट सुन्नुभयो? त्यो कुरै होइन, झन् प्रवक्ताले त त्यो भन्ने कुरै हुँदैन र नभएको कुरा भन्ने कुरा। प्रवक्ताले त यति मिहिनेत गर्नुभयो। तपाईँको पार्टीमा उजुरी गर्न आउने किन त अन्नपूर्ण होटल? कानुन तपाईँको हातमा छ, नियम तपाईँको हातमा छ, सत्ता तपाईँको हातमा छ। जसले राम्रो न्याय गर्छ त्यही आउँछ। तर चाहिँ त्यहाँ तल कुनै मान्छे त बदमास हुन्छ नि। धेरै अन्नपूर्ण होटलले उजुरी गर्ने ठाउँ त सरकार होला नि, पुलिस होला नि, अङ्ग होला नि, सरकारी अङ्ग। तपाईँ आएको नि, उसले सरकारले नसकेपछि आयो नि त। सब पैसा खानेवाला छ नि नेपालमा। तपाईँहरू पनि त खानेमै दर हामीले खाने भएपछि हामीले पार्टी नै फुटेर टुक्रा हाम्रो महासचिवले चाहिँ पैसा खाने भएपछि हामीले तपाईँको महासचिव आलिशान गाडीमा चढ्नुहुन्छ, आलिशान घर बनाउनु भएको छ भनेर धर्मेन्द्र वास्तोला र सुदर्शनले आरोप लगाइरहनु भएको छ। कहाँबाट आयो भन्नुहुन्छ? यदि उहाँहरूले त्यस्तो भन्नुहुन्छ भने उहाँ आफै बौलाउनुहुन्छ, आफै पागल हुनुहुन्छ। उहाँको चाहिँ संरचना जो हामीले बनाइरहेका छौँ, हामीले पार्टीको सम्पत्ति, जनताको सम्पत्ति हो, त्यो हाम्रो 9 बैठकमा वास्तोला र चाहिँ सुदर्शनको सही छ। बरु म त्यतिखेर जेलमा भएको हुनाले म उपस्थित हुन पाइनँ। त्यतिखेरको 9 बैठकले, तत्कालीन हाम्रो पार्टीको 9 बैठकले बकाइदा साथ निर्णय गरेर, पारदर्शी गरेर, ल भन्नुहोस् त नेपाली काङ्ग्रेसले केही चाहिँ त्यस्तो गरेको छ? एकदम पार्टीले निर्णय गरेर कुनै संरचना बनाएको छ? त्यसपछि नेपाल कम्युनिस्ट पार्टीको चाहिँ त्यो माओवादी केन्द्रले केही गरायो, हामी पनि त्यो पार्टीमा थियौँ, त्यतिखेर चाहिँ गराएको थिएन हेर्नुहोस्। तर चाहिँ एमाले केही गराएको देख्नुहुन्छ? तर हाम्रो विप्लवले जनताको अगाडि पुरै पारदर्शी ढङ्गले जति काम गर्नुहुन्छ आफ्नो पार्टीभित्र अनुमोदन गराएर जनतालाई देखाएर इमान्दारिताका साथ चाहिँ पार्टीकै सम्पत्ति। तर विप्लव व्यापारीका गाडीमा चढ्नुहुन्छ भनेर उनीहरूले आरोप लगाउँछ। त्यो बेकार हो। कसको गाडीमा चढ्छ? त्यो चाहिँ त्यो सबै कुरा विप्लवलाई सोध्नुहोस्। तर भएको के छ भन्नुहुन्छ भने
पार्टीमै अनुमोदन गराएर जसले सहयोग गरे पनि जनताको सम्पत्ति भए पनि जनताकै लड्नको लागि आवश्यकतामा गाडी चढ्नु भएको छ। यो कुरा सत्य हो। यति कुरा हामीलाई जानकारमा छौँ। अहिलेसम्म चाहिँ एउटा सानो कुरा 1 लाखको काम पर्यो भनेपछि 1000 को काम पर्यो भनेपछि पार्टीमा अनुमोदन गराउने नेताले के त्यो गर्नु होला? तपाईँलाई विश्वास लाग्छ? आरोप उहाँहरूले लाउनु भयो। त्यो आरोप तपाईँले आज आरोप त्यो त जनतासामु धर्मेन्द्रजीको चाहिँ सुदर्शनजीको चाहिँ त्यो मिथ्या आरोप त्यो। तर उहाँहरूले के भन्नुभयो भने गलत आरोप। सबभन्दा पहिला चाहिँ गाडी चढ्ने चाहिँ धर्मेन्द्र सर होइन। मैले चाहिँ आग्रह पूर्वाग्रह उहाँलाई त्यो भन्न खोजे होइन कि उहाँ हो त चढ्ने, उहाँ आफै गाडी चलाउनुहुन्छ, आफै पहिला गाडी चढ्नु भएको थियो विप्लवभन्दा। सुदर्शन सरले गाडी बेचेर चाहिँ कता फाल्नुभयो त्यो कुरा हिसाब किताब उहाँलाई थाहा होला। यहाँ आएर कुरा गर्नु पऱ्यो नि। त्यो चाहिँ अहिले चाहिँ एउटा महासचिवलाई एउटा चाहिँ जनताले दिएको गाडी जनताकै लागि लड्ने मान्छेले गाडी चढाएर चाहिँ अप्ठ्यारो लाग्ने उहाँलाई लाज लाग्दैन? अनि अर्काको चाहिँ अवैध ढङ्गले चाहिँ राख्या पैसा हामीले चोर्या पैसा पनि भन्दैनौँ, उहाँलाई अरू आरोप पनि लगाउनौँ। एउटा चाहिँ ठाउँबाट ल्याएको राख्या पैसा समेत फिर्ता नगर्ने के नैतिकताको आधारमा चाहिँ हाम्रो महासचिवलाई त्यस्तो चाहिँ आरोप लगाएको? त्यो पैसा फिर्ता माग्दा नै उहाँहरू पार्टी फोडेर गएको हो कि होइन? त्यो यस्तो हो। अब त पैसा माग्ने त सिँगै पार्टीले माग्ने कुरा हुन्छ नि। विप्लवले भन्दा नि विप्लवको चाहिँ सबै ठेक्का होइन। विप्लव त एउटा लिडर हो, एउटा चाहिँ मुख्य लिडर हो। तर हाम्रो केन्द्रीय समितिले अलिकति इङ्गित के गर्यो भनेदेखि इमान्दारसँग पैसा फिर्ता गर्नुपर्छ र सबैलाई चाहिँ हामीले ठग्न हुँदैन, हामीले न्याय दिनुपर्छ भन्ने सङ्केत निकालिसक्यो। उहाँले नसकेपछि उहाँ अलिक तर्सिनु भयो। तर चुनावको न्यु पार्नुभयो। चुनावको चाहिँ कसरी चुनावबाट चाहिँ चुनावलाई अस्वीकार गरेर चुनाव न्यु पारेर उहाँ कसरी भाग्नु? म भन्छु तपाईँको त्यो बारेमा प्रश्न। केन्द्रीय समितिमा चाहिँ त्यो प्रस्ताव आयो, छलफल भयो। सुरुमै उहाँले चाहिँ अब आफ्नो पार्टीको अनुशासन चाहिँ तोडेर बाहिर जस्ताको तस्तै लिनुभयो सुदर्शनले। यो कुरा त हो नि त। अर्को कुरा चाहिँ आफ्नो अनुशासन तोडिसकेपछि त्यहाँ के भएको छ भनेपछि अनौपचारिक रूपमा औपचारिक रूपमा लास्टमा औपचारिक रूपमा चाहिँ चुनावलाई उपयोग गर्ने कार्यनीतिक रूपमा चाहिँ स्थानीय चुनावलाई चाहिँ उपयोग गर्ने भन्ने कुरा भएको छ, प्रयोग गर्ने भन्ने भएको छ। त्यसमा चाहिँ उहाँले आफै सही गरेर आफैले नमान्ने भने त उहाँको कमजोरी होइन। तर चाहिँ पार्टी फुटाउनु पार्टी अर्को अधिकारको कुरा हो। उहाँले के भन्नुहुन्छ भने कार्यनीति रणनीति मानेकै हो, तर हाम्रा मान्छेले चुनावमा नलडाउँ, चुनाव लड्ने एमसिसीका विरोध गर्ने जो चुनाव लड्छन् चुनावलाई नबिथोल दिउँ, तर हाम्रा मान्छे नउठाउँ भन्दा उहाँहरू पुच्छर उठाएर खुट्टा उचालेर यस्तो बेतोडले जानुभयो चुनावमा भाग लिन। तपाईँकै नाम लिएर पनि भन्नुभयो उहाँहरूले। अनि मेरो नाम लिने नलिनेसँग त सम्बन्धै भएन। तर कुरा चाहिँ उहाँहरूले चुनाव प्रयोग गर्ने भन्ने किन नोटिफिकेसन गर्न सक्नुहुन्न थियो? उहाँले चाहिँ अर्को प्रस्ताव ल्याउन सक्नुहुन्न। तर उहाँले के भन्नुहुन्छ भने प्रचण्डभन्दा विप्लव केही पनि फरक होइन रहेछन्। संसदीय भाषामा जाकिए विप्लवसँग क्रान्ति गर्ने क्षमता छैन, छिपछिपे ज्ञान भएका रोमान्टिसिजममा विश्वास गर्ने नेता मानेर गलत गरिरहेछ भनेर भन्नुभयो उहाँले। त्यो सुदर्शन र वास्तवलाई त्यत्रो विद्वान मानिने राजनीति त्यत्रो बुझाएको छ भन्ने मान्छेले संसदीय व्यवस्थामा चुर्लुमै डुब्या प्रचण्ड र हाम्रो स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीतिक कुरा हो भन्ने कुरा त्यति नभन्ने त्यो दिमागमा के गोबर मिसिया छ उहाँहरूको? राजनीति शब्द त्यति जनताले त बुझ्छ भने उहाँले त्यो कुरा बुझ्न सक्नुहुन्न। अर्को कुरा 48 सालमा हाम्रो महरा लगायत 9 जनाले जित्या होइन कार्यनीतिक जनयुद्धको तयारी गर्दाखेरि उहाँहरूको दिमागमा त्यति आउँदैन। त्यो पार्टीमा त्यतिखेर उहाँहरू हुनुहुन्न थियो। उहाँहरू त्यहाँबाट किन निस्किन सक्नु भएन? तल्लो स्तरमै हुनुहुन्थ्यो होला, तर उहाँहरू त्यो पार्टीबाट किन निस्किन सक्नु भएन कार्यनीतिक रूपमा चुनावमा भाग लिँदाखेरि? सुदर्शन चाहिँ वास्तव हामीलाई थाहा छैन। सुदर्शन वास्तवलाई त्योभन्दा पहिले पार्टीमा लाग्नु भएको थियो भन्ने हाम्रो नाङ्गे आँगाले हामीले देखेको इतिहास साँची छ नि त। तर विप्लवले निकालेपछि उहाँहरू बाध्य भएर नेकपा बहुमत पुनर्गठन गर्न बाध्य हुनुभयो। त्यो कुरा पनि म भनिदिन्छु। चितवनको कार्यक्रममा चाहिँ यतै बस्नुहोस् विप्लवले भन्दाखेरि छलफल गर्नु पर्दैन। आपत विपद पऱ्यो भने चाहिँ पार्टीमा चाहिँ केन्द्रको चाहिँ सचिवालय सदस्यहरू महासचिवतिर गोलबन्द हुने कि पुरै चाहिँ एकै दिनमा 2-3टा मिडियामा गएर चाहिँ भण्डाफोर गरेपछि अनुशासनको कारबाही पार्टीले गर्दैन। त्यो ठुलो हेरेर बस्ने हुन्छ महासचिव। अनि त्यहाँ महासचिव त्यसरी बस्दा पार्टी चलाउन सक्नुहुन्थ्यो? राजनीतिक ढङ्गले जाने अनुशासनलाई तोड्ने मिलेर बसौँ भनेर उहाँहरूले फोन गर्दा पनि हुँदैन। अब तपाईँहरू आफ्नो बाटो लाग्नुहोस् भन्नुभयो। गलत कुरा हो त्यो, बिल्कुल गलत कुरा। कसरी हो भने म एउटा अर्को उदाहरण दिन्छु। अर्को उदाहरण के दिन्छु भनेदेखि कुनै पनि पार्टीले केन्द्रीय समितिले फुल बैठकले चाहिँ निर्णय गरिसकेपछि भित्र चाहिँ जनवाद हुन्छ, बाहिर फिल्डमा क्या केन्द्रीयता हुन्छ। जस्तै भित्र निर्णय गरेका कुरा एकरूपताका साथ तल लिँदाखेरि जो निर्णय भएको छ त्यही लिने कि अनि त्यसपछि गएर कहाँ पार्टी सदस्यले राजीनामा गर्नुपर्छ, अर्को गर्नुपर्छ, त्यो पार्टी सदस्यले राजीनामा गर्नुपर्छ भन्ने केन्द्रीय समितिमा निर्णय नै भएको छैन नि।
यस्ता उहाँहरू त विप्लव र प्रकाण्डलाई हामी कारबाही गर्छौँ भनेर निस्किनु हो नि त। त्यो कुरा चाहिँ सुन्नुभयो नि तपाईँले पनि। सिङ्गै पार्टी यहाँ अनि त्यही 11 जना उहाँहरू जानुभएको छ, उहाँले कारबाही गरे। बहुमत केन्द्रीय कमिटी हामीसँग छ भन्दै हुनुहुन्थ्यो। तपाईँले देख्नु भएको छैन र तपाईँले थाहा पाउनु भएको छैन र कतिजना जानु भएको छ ल भन्नुहोस् त। तपाईँले हाम्रो पार्टीबाट कतिजना लिएर जानुभयो ल भन्नु त? 11 जना होइन? तपाईँ चाहिँ यो जनतालाई सोध्नुहोस् त, त्यही धर्मेन्द्रलाई सोध्नुहोस्, त्यही चाहिँ सुदर्शनलाई सोध्नुहोस् त, जाँदाखेरि कतिजना जानु भएको छ? उहाँहरूको पार्टीमा अर्को पार्टी आएर मिलिसक्यो, उहाँहरू तपाईँहरू अर्को पार्टीको त पुरै छुट्यो, त्यो त संसार सब प्रचण्ड सर्चण्ड सबै वैद्यहरू ल्याएर मिसाइदियो भयो नि, काङ्ग्रेस देउबालाई ल्याएर पनि मिसायो भयो नि त। किन चाहिँ हाम्रो पार्टीका चाहिँ त्यत्रो चाहिँ 70 जना 72 जना मान्छेमा चाहिँ 11 जना गम्भीर अनि त्यसपछि बहुमत भनेर नामै बहुमत छ, नामै बहुमत नाम त जस्तो राखिदिए पनि भयो, नाम त जस्तो राखिदिए पनि हुन्छ नि। तर उहाँहरूको एउटा तपाईँहरूमाथि सङ्गीन आरोप, त्यति बेला तपाईँहरू मिल्न चाहेको भए मिल्न सक्नुहुन्थ्यो। काठमाडौँमा चलिरहेको बैठक छोडेर विप्लव अप्ठ्यारो परेपछि कपिलवस्तु पुर्याउनु भयो बैठकलाई, त्यहाँ चाहिँ गएर विप्लवले आफ्ना पक्षका मान्छेहरूलाई समेट्नुभयो, उहाँहरूलाई जहिले पनि कित्ता काट गर्नुभयो, उहाँहरूलाई बस्ने अवस्थै भएन भनेर उहाँहरू कुरा गर्नुहुन्छ क्या। यहाँ बैठक चल्दा चल्दै किन गएको कपिलवस्तु? यस्तो तपाईँले बडा उठाउने राम्रो कुरा उठाउनु भयो। म एउटा च्यालेन्जका साथ भन्छु, विप्लवले एकजना चाहिँ केन्द्रीय सदस्यसँग काने खुसी गर्नु भएन अहिलेसम्म। सबभन्दा गुट गर्ने त उहाँहरू हो नि त, सबैभन्दा मिहिनेत गर्ने त उहाँहरू गुटमा। उहाँ त मोर्चा पनि होइन, मोर्चा भए त अलिक बढी लिएर जानुहुन्थ्यो नि। सानो झुन्ड चाहिँसँग काने खुसी गरेर पार्टीलाई भान्य गरी गएको हो क्या। म अरू कुरा उहाँहरूलाई धेरै दोष लगाउन, पार्टी फुटाउन अधिकारको कुरा, तर 11 जना जाने अनि बहुमत लेख्ने के लाज भन्नु, मान्छेले पनि के भन्ला नि क्या। हेर्नु अचम्म लाग्दो एउटा सान्दर्भिक। तर हामी सरस्वती सुन्दा त बहुमत लेख्दा त सबै बहुमत उहाँसँग गएछ भने बुझिन्छ नि। सान्दर्भिक हुनु पर्यो के, नाम पनि सान्दर्भिक राख्न जान्नु पर्यो, सल्लाहकार पनि कस्तो होला त्यो बुद्धि बुद्धि। अब हेर्नुहोस् त, भाइ फुटे गवार लुटे भन्ने त तपाईँहरूलाई थाहा छ नि। तपाईँहरूको बिचमा यो कलह हुँदा उहाँहरू बहुमत र अल्पमतका कुरा गरेर निस्किँदा हिजो तपाईँहरूले देखेको प्रचण्डले यहाँनिर गलत गरेका थिए, त्यो सच्याएर अब हामी प्रचण्डले गलत गरेको कुरा चाहिँ सच्याएर अब नेपाली जनताका लागि गर्छौँ भनेर गएको हो नि तपाईँहरू। छुट्टिएर फुटेर विप्लवले वैद्य छोड्नुभयो, प्रचण्ड छोड्नुभयो। म जान्न खोज्दैछु, यति बेला तपाईँहरू भाइ फुटे गवार लुटेको अवस्थामा हुनुहुन्छ। यो अवस्थामा अदालतले त्यस्तो, सरकारले त्यस्तो मुद्दा चाहिँ तपाईँहरूमाथि चाहिँ पक्राउ पूर्जी जारी गरेका छ। यस्तो बेला मिल्ने हो कि एउटाले अर्कोलाई आरोप प्रत्यारोप गरेर आफ्नै घरमा आगो झोस्ने हो? मिल्नु पर्दैन। अब धर्मेन्द्र र कञ्चनलाई तपाईँहरूले बोलाए, के अरे सुदर्शनलाई बोलाएर अब एक ठाउँमा आउनु पर्दैन? प्रतिक्रियावादी भन्नुहुन्छ तपाईँहरूले, सरकारले तपाईँहरूको माथि टाउकोमा ठोकेको ठोकी छ, तपाईँहरू झगडा गरेर बस्ने कि मिल्ने? अब नै यस्तो कुरा तपाईँले 6 सालमा कम्युनिस्ट पार्टी चाहिँ स्थापना भइसकेपछि 18, 19, 25 सालसम्म तपाईँले देख्नु भएको छैन जिल्ला जिल्लामा पार्टी भएको। एउटा कुरा यसरी बुझ्नुहोस्। अर्को कुरा के हो भनेदेखि हामी सानो 41-42 सालमा सानो पार्टी थियो मोटो पसाल। हामीले चाहिँ जनयुद्ध सुरु गरेर त्यतिखेर 10 वर्षको जनयुद्ध भयङ्कर राम्रो विचार राजनीति सबै ठिक भएर हामीले चाहिँ एउटा यो गणतन्त्र ल्याउन सफल भयौँ। यो कुरा बुझ्नुहोस् तपाईँले। अर्को कुरा के हो भनेदेखि मान्छे फुट्दैछ, त्यो भावनाले चाहिँ गलत चिजमा पनि ठुलो बनाउनलाई हुनुपर्छ भनेर हामीले चाहिँ त्यो ठुलो हुनलाई आची खान जाने होइन नि। हामीले त खाने चिज खानुपर्छ। त्यसकारण विचार, सही विचारलाई त्यागेर अन्त जान हुँदैन। यो कार्यदिशालाई अनावश्यक रूपमा जान एउटा फुट्ने पनि प्रक्रिया हुन्छ। धर्मेन्द्र र तपाईँको चाहिँ सुदर्शन अब फेरि तपाईँहरू उमेशजी एउटा कुरा बुझ्नु के, एउटा चाहिँ के छ भन्नुहुन्छ भनेपछि फुट्ने पनि एउटा प्रक्रिया हुन्छ। फुट्नेमै चाहिँ पनि त्यति चित्त नबुझे फुटे केही ठुलो कुरा भएन क्या। निर्णय एउटा गर्ने, भोलिपल्टै हिँड्ने भने त त्यो राम्रो भएन नि त। अब मिल्ने सम्भावना चाहिँ चुनाव प्रयोग गर्ने भनेर चाहिँ ओके गरेर आउने एकजनाको पनि नोट अफ डिसिसन छैन। एकजना मान्छे एकदम जोरसँग ताली पिटेर आउने अनि खुसुक्क अर्को गरेर हिँड्ने त्यो 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 कोही चाहिँ हुन्छ? त्यो त इमान्दारी त भएन नि त। सँगै सुतेपछि गोडा महाधिवेशनसम्म जाने न, एउटा अभ्यास गर्ने, त्यो बैठकलाई चाहिँ अर्को बैठकसम्म पुर्याउने, त्यो भन्दा पनि कम्युनिस्टको अनुशासन साह्रै कति दूरी पर चाहिँ क्रस गरेर गएपछि त्यो त राम्रो हुँदैन। तपाईँहरूले कम्युनिस्टको अनुशासनको दूरी पार गरे भन्नुहुन्छ उहाँहरूले। हामी कसको कुरा विश्वास गरौँ? हामीले के गर्यौँ ल भन्नु त, तपाईँलाई थाहा छ हामीले के चाहिँ तपाईँलाई म भनिदिउँ? अनुशासन के गरेर तपाईँहरू चुनाव लड्नुभयो, जो चुनावलाई तपाईँहरू चाहिँ संसदीय केन्द्रीय समितिले निर्णय गरे त चुनाव लड्यौँ हामीले। अर्को के लड्यौँ ल अनि त्यो चुनावले फाइदा गर्यो कि घाटा? कहाँ जित्नु, कति जित्नुभयो? जित्ने हार्नेसँग हुँदैन नि। हाम्रो त पोलिसीसँग कुरा हो क्या। के थियो पोलिसी? जित्ने पोलिसी त हाम्रो चुनाव जनताको नजरमा त प्रचण्डै देखिनु भएको छ नि त। तपाईँहरू चुनाव लडेपछि देखे त्यो दलाललाई प्रचण्ड अझ हाइलाइट गर्नुहुन्छ तपाईँ। अमेरिकाको एजेन्टलाई पनि तपाईँ चाहिँ त्यो अस्ति हेर्नु न भारतको भ्रमण, लाज लाग्दैन?
हाम्रो उसले त कमजोरी गरे उनी चाहिँ प्रचण्डले हाम्रो देशको चाहिँ इज्जत छैन अनि मोदीले बोलाउने मोदी पत्ता साफ कता अनि उनी फिर्ता भएर यता आउने त्यति बुझ्नु न उताबाट आएर तपाईँहरूले के भने सुन्नुभयो विप्लवको अर्थै छैन बाबुराम माओवादी नै हैनन् किरणको कामै छैन भन्नेपछि अब अर्थै नभएको तपाईँहरूको माओवादीमा तपाईँहरूको कुनै पनि अधिकार माओवादी त मैले नेतृत्व गरे प्रचण्ड कस्ता मान्छे हुन् तिनी स्थापित भइसकेका छन् बिहान एउटा बोल्छन् साँझ अर्को बोल्छन् हेर्नुहोस् होइन अनि म उनको छोरीप्रति त सम्मान हाम्रो पनि छोरी हुन् होइन उनको छोरीलाई जिताउन शेरबहादुरले भोट हाल्नुपर्छ शेरबहादुर देउवाले भोट हाल्नुपर्छ अनि विचार राजनीति कहाँ मिल्यो ल भन्नुहोस् कार्यगत एकता गर्ने पनि एउटा सीमा हुन्छ काङ्ग्रेससँगै गएर चाहिँ एकता गर्ने काङ्ग्रेससँगै गएर कार्यगत एकता गर्ने भोट माग्ने भने अनि नेपालमा चाहिँ के हुन्छ कम्युनिस्टको इज्जत कहाँ चाहिँ प्रचण्डले त्यस्ता प्रचण्डलाई पनि तपाईँले मै हो भनेपछि बोले त माओवादी मै हुँ विप्लवको अर्थ छैन वैद्यको काम छैन बाबुराम माओवादी त्यो त हाम्रो अगाडि विचार राजनीतिक हिसाबले यहाँ प्रचण्डको अर्थ छैन हेर्नुहोस् किन अर्थ छैन पुष्टिसहित हामीलाई त्यो पुष्टि गर्न सक्छन् उनले जनमुक्ति सेना विघटन गरे उनले हतियार बुझाए हतियार बेचे केही बुझाए खोलाले बगायो आगोले खायो उनले पार्टी विसर्जन गरे टुक्रा टुक्रा बनाए मुख्य लिडर तिनी होइनन् तिनी जनयुद्धका चाहिँ जिम्मेवारी मान्छे होइनन् अनि उनले गरे भने एउटा निर्णय गरे एउटा अर्को व्यवहारमा देखाए उनी संसदमा फसे उनले पार्टी दर्ता गराएर गए यो कुरो चाहिँ अब त्यताबाट फिर्ता नहुने गए हामीलाई चाहिँ कार्यनीतिक सवालमा चाहिँ चुनाव प्रयोग गरेमा चाहिँ यत्रो दोष दिने उनले बुझी बुझ्छ भने उनले अरूले बुझ्न सक्छ तपाईहरुले गन्तीमा आउने सिटै जित्नु भएन कहीँ केही जित्ने हार्ने लज्जास्पद हार बेहोर्नु तपाईले यो देशैभरि संसारभरि हार्या नेताहरू पार्टीलाई मान्छे नै भन्नुहुन्न पार्टी नै भन्नुहुन्न त्यस्तो कुरा हुन्छ त्यही चुनावको लागि धर्मेन्द्र र तपाईले चाहिँ सुदर्शन गुमाउनु पर्यो त्यो त होइन त्यो चाहिँ चुनाव पनि जित्नु भएन मात्रै हो चुनाव बहाना मात्रै हो अरु केही पनि हेर्नुलाई तपाईले पर्खिनुपर्छ धैर्य गर्नुपर्छ उहाँहरु त चाहिँ आर्थिक अराजकमा सिद्धेर चाहिँ गएको म पुष्टि गर्छु म चाहिँ उहाँलाई बोलाएर अझै आउनुहुन्छ भने छलफल गर्न फाल्नुपर्छ उहाँले चाहिँ जनताको पैसा खाएको यस्तो चाहिँ प्राविधिक विचारमा चाहिँ उहाँ अडिग हुनुहुन्न विचारको कुरा होइन चुनावको कुरा होइन राजनीतिको कुरा होइन पैसा खाने त्यति ठुलो मान्छेले पैसा खाने क्लियर कुरा हो क्या जसले जस्तो सुकै आरोप लगाओस् न नगद पैसा चाहिँ अर्काको ल्याएर नबुझाउने कारबाहीमा पर्ने यहाँ कारबाहीमा पर्नभन्दा निक्सिन्छ भनेर गए मान्छेको कुनै अर्थ हुन्छ ल ठिक छ तपाईले अघि प्रचण्डको भारत भ्रमणको कुरा उठाइहाल्नु भयो के नेपालको बेजेत हुने गरी गरे हुन् प्रचण्ड टेन्सन छैन भने त एकदम त्यो टेन्सन छैन मलाई कुनै मोदीले नभेट्दैमा हैन त्यो होइन त्यो एकदम गलत हो ती चाहिँ उनी प्रधानमन्त्री खोज्न गएका हुन् म सिधा कुरा गर्छु आर्जुसँग आलो पालो हो तेरी चाहिँ उनको त सल्लाहले आन्तरिक के कुरा छ अब होला नि भोलि आउने कुराहरु शेरबहादुर देउवासँग के छ आर्जुसँग के छ मोदीसँग के छ मोदीलाई चाहिँ सुरुमै जाँदा ढंग पुगेन हप्काइहाले उद्देश्य एउटा थियो अर्को बोल्दिए हिरो हुनलाई उले किन भेट्थ्यो 1950 को मैत्रीपूर्ण सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने विषय गलत बोले हुन् प्रचण्डले गलत हैन उ त चाहिँ हिरो बन्नलाई बोले मोदीले टेरेन त्यही भएर कुरा तपाईले त्यति सही कुरा गर्नु थियो भने किन जाने भारत भ्रमण बिना अर्को एउटा महत्त्वपूर्ण कुरा प्रचण्डले के बोले किन बोले भने म त चिनिया कम्युनिस्ट पार्टीलाई संसारकै सबैभन्दा ठुलो 9 करोड सदस्यता भएको पार्टी बुझे त भाजपाको पो चाहिँ 17 करोड भनेर भने प्रचण्ड त्यो त मोदीको पूजा गर्नलाई हो त्यो भन्न आवश्यकै छैन कसका पार्टी सदस्य कति भनेर किन चाहिँ प्रचार गर्न आवश्यक छ ठुलो देशका चाहिँ कति पार्टी सदस्य आफ्नै पार्टी सदस्य कति छन् भन्ने एक कुरा थाहा नभने आफ्नै शहीदहरू कति छन् भन्ने ठ्याक्क भन्न नसक्ने मान्छेले उहाँ चाहिँ त्यो भाजपाका चाहिँ सदस्य गर्न जाने हो तर भारतबाट फर्के लगत्तै संसदबाट नागरिकता विधेयक पारित गर्न सफल भयो नि प्रचण्ड तराईका 1,94,000 नागरिकता पाउनु भएको छैन तपाईहरुको लागि मैले प्रतिबद्धता पूरा गरे अब नागरिकता पाउनुहुन्छ भने यो के हो त्यो नागरिकता विधेयकका विषयमा तपाईको धारणा के छ त्यो बिल्कुल गलत उहाँको हेर्ने दृष्टिकोणै नेपाललाई हेर्ने दृष्टिकोण नै गलत छ उहाँले त्यो गर्न हुन्न थियो भारतबाट फर्के लगत्तै हुँदा के प्रधानमन्त्रीको लागि उनले त्यो चाकरी गरेका हुन् एकदम हो त्यो त खोइ त तपाईको विरोधै देखिएन नागरिकता विधेयक कहाँ हुनुहुन्छ तपाई हरेक कुरामा चाहिँ किन हामीले त भनेकै छौं नि देश सिक्किम र फिजी बन्न लागिसक्यो नेपालका चाहिँ नागरिकहरूले वास्तविक नेपालका नागरिकहरूले नागरिकता पाउनुपर्छ तर त्यस्ता सन्धि सम्झौता गरेर चाहिँ नागरिकता दिन हुँदैन मान्छे त इन्डिया हेर्नुस् है मैले के देखेँ भने इन्डियामा मेरो अनुभव यो कुरा सत्य कुरा हो फेरि हामीले जसरी पुरा नेपालका नागरिकहरूले नागरिकता पाउँछौँ नि इन्डियामा त्यसरी पाउँदैन रासन कार्ड भएपछि भोट हाल्न पाउँछ राष्ट्रिय परिचय पत्रलाई मान्यता बराबरै मान्छ कयौँ मान्छेहरू चाहिँ 75% मान्छेहरू त्यहाँ नागरिकता छैन ती मान्छेहरू सबै नेपाल आएर लिए के हुन्छ
जो दृष्टिकोण छ उहाँको त्यो गलत छ। अहिले चाहिँ अब चुनाव जित्नलाई तराईमा चाहिँ सर्लाहीबाट लड्ने रहेछ। त्यो चाहिँ चुनाव लड्नलाई उहाँको त्यो जो नाङ्गै हिँड्नुभयो नि उहाँ, त्यो नाङ्गै हिँडेपछि नेपाली जनताले राम्रो मान्दैन। तर तपाईहरु सडकमा देखिनु भएन, कट्टु लगाएर हिँड भन्छ क्या नेपाली जनताले। त्यो नाङ्गै हिँड्ने होइन नि त्यति बुढो मान्छे, त्यति अनुभवी मान्छे, त्यति राजनीतिक एउटा नेता त्यसो गर्ने होइन नि त। भारतमा गएर लम्सार परेर एउटा प्रधानमन्त्रीको लागि एउटा चाहिँ भोट माग्नलाई त्यो गर्ने होइन नि त। आफ्नो अस्तित्व, आफ्नो राष्ट्रियता, आफ्नो चाहिँ मूल्य मान्यता गुमाउने होइन नि। तर तपाईँको कटक्कै मन खान्न हिजो 62-63 माओवादी जनयुद्ध शान्तिपूर्ण अवस्थामा आउँदा र तपाईँहरूले यो पार्टी पुनर्गठन गर्नु अगाडि त तपाईँको सुप्रिमो हो नि प्रचण्ड, कुनै बेला त तपाईँको हातमा बोकेर हिँड्यो। 10 वर्ष दुःख लाग्दैन आज प्रचण्डको यो अभिव्यक्ति? जनयुद्धमा चाहिँ राम्रै गर्नुभएको हो, आफ्नो लिडरलाई माया लाग्ने कुरा त भयो, तर आफैलाई गोली हान्न लाएपछि, आफैलाई जङ्गली भनेपछि, आफैलाई तृषाघात गरेपछि, उनले नै हामीलाई दुश्मन मानेपछि उनलाई पूजा गरिराख्नुपर्ने हुन्छ। हाम्रो दुश्मन त त्यसपछि त उनी स्वतःपूर्त भइहाले। तपाईँहरूको नजरमा दुश्मन हुन् प्रचण्ड? उनले हामीलाई गोली हान्ने आदेश दिए, तर गोली हान्ने मान्छे दुश्मन हुँदैन। हाम्रो 12 जना मार्ने मान्छे प्रचण्ड होइन, केपी होइन, शेरबहादेव होइन। तपाईँहरूले नि प्रचण्ड सिद्धाउँछौ भने हो नि त एकपटक? हामीले त्यो कहिले भनेनौँ। हामी त्यस्तो अराजनैतिक क्रियाकलाप र तर हिजो संसदको बैठकमा तपाईँहरूको पक्षमा वकालत गर्ने त उनै प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र थियो, केपी ओलीको पार्टी नेकपा एमाले थियो। तपाईँको महासचिवलाई पक्राउ पूर्जी जारी गर्दा संसदमा विरोध गर्ने त उनीहरू छन् नि, अनि तपाईँ उनीहरूमाथि सत्तो सराप गर्ने? त्यति मात्रै होइन, उहाँहरूले के गर्नुपर्छ भनेपछि घुँडा टेकेर चाहिँ पुरा चाहिँ खुट्टा दरिला बनाएर चाहिँ शान्ति सम्झौता जो छ कार्यान्वयन गर्नुपर्छ। उहाँहरूको कर्तव्य हो नि, किन नगर्ने? उहाँले गर्नु पऱ्यो नि। उहाँले त्यो कुरा उठाउने मात्रै होइन, उहाँले कार्यान्वयन गरेर देखाउनुपर्छ। यदि तपाईँको महासचिव पक्राउ पर्नुभयो भने, तपाईँको प्रवक्ता पक्राउ पर्नुभयो भने तपाईँहरूको टुसो भाँचिन्छ? के को टुसो? चाहिँ हामी पक्राउ पर्नै दिन्नौँ, हामी पक्राउ पर्नै दिन्नौँ। कुनै पनि नेपालमा दुर्घटना घट्यो भनेपछि चाहिँ हामी हातमा दही जमाएर बस्दैनौँ। हामी आफू पनि खरानी भए पनि उनलाई खरानी गराएर सिद्ध्याइदिन्छौँ। हामीलाई थाहा छैन अझै पनि धम्कीको भाषा बोल्ने समय छ र भने हिजोको 10 नेपाली जनताको अगाडि उनीहरूले धम्की दिँदा पत्रकार त हामी चाहिँ चुप्पे लाएर बस्ने हुन्छ, धम्की हुन्छ। त्यो असोजमा महाधिवेशन गर्ने नाउँमा अकुत पैसा उठाउनु भन्ने आरोप। 12 जना मान्छेलाई गोली हानेर मार्दा हामी बोल्दाखेरि चाहिँ धम्की हुन्छ? त्यो कोही हुन्छ? उनलाई हामीले राम्रोसँग चिनेका छौँ। दायाँ बायाँ गरौँ त, च्यालेन्जका साथ भनिदिन्छौँ हामी। दायाँ बायाँ गरौँ त, यो संसारमा हाम्रो मात्रै रगत बग्ने रहेछ कि उनीहरूको रगत रहन्छ हो कि होइन? उनको रगत बग्छ कि बग्दैन? त्यो कुरा त ध्यान दिनु पनि प्रचण्डले, माधवले, केपीले, शेरबहादुरले ध्यान दिनु पऱ्यो नि। उनी फलामका मान्छे हुन्, माटो ढुङ्गाका हुन्। हामी मात्रै हौँ मङ्स र हड्डीले पनि हामीलाई मात्रै गोली हान्दा रगत आउँछ, उनलाई गोली लाग्दा रगत आउँदैन। तपाईँहरूले पनि गोली हान्ने हो? पाल मात्रै पर्छ। तपाईँहरूले पनि गोली हान्ने हो? उनले हामीलाई त हानिसक्यो त 12 जनालाई। के हान्नु पर्यो? उनले त हानिसके नि। ती 12 जना प्रतिरोध गर्दा के हुन्छ ल भन्नु? ती 12 जनाको कुरा उठाउनु भयो। कुमार पौडेल कसरी मरे तपाईँको पार्टीमा लाग्दा आज उनको परिवारको बिहाल छ, तपाईँहरू बोल्नुभयो। तपाईँ पनि प्रचण्डकै पथमा हुनुहुन्छ नि। हामी बोल्यौँ कि बोलेनौँ, तपाईँ त त्यो घरमा गएपछि थाहा हुन्छ नि कहाँनिर पर्छ त्यो घर। थाहा छ तपाईँलाई? हामी कतिपटक गइसक्यौँ, हामी कतिपटक छलफल गरिसक्यौँ। हामीले उहाँलाई सम्मान गरेर शहीद घोषणा गरेका छौँ। हामीले शहीद त प्रचण्डले पनि घोषणा गरे हो नि। हिजो 17,000 मान्छे मर्दा माओवादीको तर्फबाट कुरा त एउटा चाहिँ उनी हामी एउटै पार्टीको शहीद घोषणा गऱ्यौँ, तर सरकार व्यवस्था राष्ट्रिय शहीद घोषणा त बहुमत चाहिँ क्याबिनेट बहुमत हुँदाखेरि गर्नु भएन नि त। तपाईँले के को लागि जाने त्यहाँ भने के? तपाईँले केही दिन अगाडि हेर्नुभयो होला, एकजना छापामार लडाकु बेवारिसी अवस्थामा मरेको देख्नुभयो नि। त्यही जनयुद्ध गर्दाखेरि त्यसैको लागि उनले जीवन सारा अर्पे, अहिले बेवारिसे भएर मरे। के का लागि उनले जनयुद्ध गरेका थिए? के पाए? नै त्यो त यस्तो हुन्छ, आन्दोलनमा चाहिँ छ, भावना छ, सबै छ, विचार छ, जनताकै लागि हो त्यो सबै। तर चाहिँ एउटा कुरा के हुन्छ भने सम्मान गर्ने र आफ्ना गर्न सक्ने ठाउँमा पुगेको बेला मान्छेले काम गर्नुपर्छ। म एउटै कुरा गर्छु, खै होल टाइमर कार्यकर्ताको व्यवस्थापन प्रचण्डले त्यत्रो बहुमत हुँदै खै त्यो घाइतेहरूको व्यवस्थापन, खै त्यो चाहिँ बेपत्ताहरूको अहिले सार्वजनिक गरेका छैन। शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने ठाउँमा गएको कसैले पनि रोक्दैन थियो, त्यहाँ राष्ट्रपतिले पनि रोक्दैन थियो। तिनले पछि सही गर्ने, खै तिनले निर्णय गरे। अनि त्यो गर्न सकिँदैन भने किन त्यहाँ जाने? म अहिले अर्को प्रसङ्ग निकाल्छु। जनार्दन शर्मालाई एउटा अर्थमन्त्री पनि हुन दिन्नन्। फेरि बनाए त प्रचण्डले? नै फेरि बनाए होला नि। एउटा कुरा, त्यहाँ गएर त्यहाँ बहुमत बसेर भने त्यो त्यसरी मजबुत भएर पनि आज प्रधानमन्त्रीले सही गर्दा पनि हुन दिन्नन्। के कति फटाल भन्नु त?
केपीका कुरा गर्नुहुन्छ त केपी जति फटा मैले यो संसारमा चाहिँ देखाएको छुइनँ। त्यो एउटा चाहिँ त्यस्तो देखियो क्या, हुनै नदिने क्या, हेर्नु गर्नै नदिने। तर थर त तपाईँसँगै मिल्छ नि। त्यो थरकोसँग कुरा हुने, विचारसँग कुरा हो नि त, वर्गसँग कुरा हो नि। झन् कम्युनिस्टहरू त्यस्तो थर सरका जात सातको कुरा गरेर हुन्छ। त्यो फटासँग र मलाई केपी ओली भनेर भन्नु मलाई तपाईँले चाहिँ एउटा केन्द्रीय समितिको मात्रै हो भनेर भने, ऊ प्रधानमन्त्री भनेर मलाई त्यस्तो चाहिँ विचार तपाईँले केपी ओली भन्नु पर्थ्यो क्या, ओली त जोगाउनु भयो नि तपाईँले, आफू ओली भयो हुनाले। ओलीको कुरा हुँदैन, ओलीको कुरा हुँदैन, जातको थरको कुरा हुँदैन क्या, त्यहाँ त वर्गको कुरा हुन्छ। भने संसारकै फटा तपाईँले केपी ओलीलाई दर्ज गर्नुभयो। उहाँ त आरती हेर्न जानुभयो पशुपतिमा, हेर्नु त उहाँ धर्मप्रति कति सब नाटक हो, सब नाटक हो। यो सुथिया महाकाली सन्धि गलत गरेर रहेछु भनेर उहाँले फिल गर्नुभयो। यसरी फिल गर्ने पनि त नेता के फेरि चाहिँ एमसिसी त पास गर्नेमा संलग्नै थियो नि, केपी सरकारमा नभए पनि मैले गर्थेँ भन्ने चाहिँ दाबी थियो नि त उनको। उनले गर्न नपाएमा पछुताएका छन्। नागरिकता विधेयक र तपाईँको म एउटा कुरा मात्रै गर्छु, गण्डक सम्झौता चाहिँ गिर्जाको दाई बिपीले गण्डक सम्झौता गर्दा कति क्षति पुग्यो। तिलिजो मैले उसमा लेखेको, तिलिजोको तालमा मुनाङको माथि टपमा पर्छै पर्दैन तिब्बतको सिमानामा, त्यहाँको पानी समेत नेपाली जनताले खान नपाउने भए। तपाईँको गण्डकमा कतिवटा चाहिँ नदीहरू चाहिँ 7वटा नदीहरू चाहिँ मिसिया छन्, उनको सिँचाइ गर्ने समेत चाहिँ अधिकार छैन नेपाली जनताहरूको। तपाईँको यो बुढी गण्डकी भयो, मर्स्याङदी भयो, चाहिँ सेती भयो, त्यसपछि काली गण्डकी भयो, मदी भयो, अर्को चाहिँ नदीहरू छन्। ती नदीका पानीहरू चाहिँ नेपाली भूभागमा चाहिँ सिँचाइ गर्न पाउँदैनन्। पुरै गण्डक लगायतको त बागमतीको सिमानादेखि पर चाहिँ राप्तीको सिमानासम्म, रूपन्देहीसम्म चाहिँ नवलपरासीसम्म त्यस्तो चाहिँ देखिन्छ त, नारायणीसम्मको चाहिँ हेर्नुहोस्। अनि कतिसम्म भन्नुहुन्छ भनेपछि गण्डकमा त उच्च गराएको छ, खडेरी परे बेला नेपालमा पानी आउँदैन, सबै इन्डियामा जान्छ। उत्तर प्रदेशसम्म चाहिँ पानी लिन्छ तिलिजो तालको, तर चाहिँ हामीलाई चाहिँ सिँचाइ गर्ने पानी छैन। एउटा गण्डक सम्झौताले मात्रै त्यति बिपीले त्यति कमजोरी गरे हान भने महाकालीमा हेर्नु न। तर अनि अप्पर कर्णाली कुरै छोड्नु न, प्रचण्डको कुरा गर्छ, अप्पर कर्णालीमा चाहिँ नेकपा माओवादीको चाहिँ संलग्न छैन, तपाईँले देख्नु भएको छैन। चाहिँ अरुण 3मा के स्थिति छ ल भन्नु त। कोशीको चाहिँ तपाईँले बारम्बार कुरा सुन्नुहुन्छ कि सुन्नुहुन्न? अब अनि पक्नुहोस्, राष्ट्रघाती चाहिँ राष्ट्रवादी को छ? राजा र राणालाई भन्छ, त्यो कुरा गलत कुरा हो। तपाईँहरूलाई म एउटा कुरा गर्छु, चाहिँ नयाँ नेपाल घुम्दाखेरि ब्रिटिस चाहिँ लखिदिँदाखेरि भारतमा राणाहरूले चाहिँ लैजा भने भूगोल किन ल्याएन? यही कुरा यति राणा राष्ट्रपति भए। तपाईँको दरबारमा इन्डियाले चाहिँ चिठी लेख्दा, कालापानीमा चाहिँ सेना बस्दाखेरि चिठी लेख्दा मौन भएर किन दरबार बस्यो? के त राष्ट्रवादी भयो? तर 26 ठाउँको चेक पोस्ट त उठाए नि। अर्को कुरा, अनि राष्ट्रघाती त सम्झौतामा गण्डक सम्झौतादेखि चाहिँ काङ्ग्रेस त खत्तम भयो। एमालेलाई चाहिँ झन् त्यो सम्झौता गर्दै आयो, भारतकै चाहिँ लम्पसार पर्यो, पछि आएर अप्पर कर्णालीमा प्रचण्ड लम्पसार पर्या होइनन्। अहिलेसम्म सरकारमा बस्या सबै चाहिँ नेताहरू राष्ट्रघाती भयो, यो पुष्टि सहित हो के। तपाईँ पनि सरकारमा गएपछि योभन्दा फरक हुन सक्नुहुन्न। त्यो तपाईँले भोलिको भविष्यमा के हुन्छ भन्ने कुरा कसले थाहा पाउँछ? हामी त्यो गर्दैनौँ। हामी एकदम विश्वासका साथ हामीले दरिलोसँग चाहिँ हामी राष्ट्रघात गर्दैनौँ, जनताको सेवा गर्छौँ, नेपाललाई बचाउँछौँ। यो कुरा केपी ओलीले फिल गरे नि त 27-28 वर्षपछि महाकाली फिल गरेर हुँदैन नि। फिल गर्ने मान्छे मार्ने अनि पछि मारे भनेर फिल गरेर हुन्छ? लिपुलेख लिम्पियाधुरा काला राष्ट्रघात गर्ने अनि त्यसपछि फिल गरेर हुन्छ? फिल गरेर त फिर्ता ल्याउनु पर्यो। लिपुलेख लिम्पियाधुरा र कालापानीको नक्सा त जारी गरे नि केपी ओली। त्यो त नाटक गरे नि। अहिले खै त त्यो नक्सा खै? भारत त ओरे आएर बस्यो। त्यसकारण मेरो सरकार गयो भन्दैछन्, त्यसकारण मेरो सरकार ढालियो भन्दैछन् केपी ओलीले। गरे त रहेछन् नि त्यो बेकार। त्यो त्यस्ता अब के आरती हेर्न गएर केपी ओलीले धर्मनिरपेक्षताको विपक्षमा उभिन खोजेका हुन्, अथवा चुनावमा अलिकति धर्म र राज संस्थामा भोट छ भनेर उनी कतै राज संस्था र धर्म बोकेर चुनाव लड्ने त होइनन् भन्ने प्रश्न एउटा यो कस्तो छ भनेपछि मूल नेतृत्वले कम्युनिस्ट भन्नेहरूले त्यस्तो तपाईँले जो भन्नुभयो त्यो गरेका छन् भने गलत हुन्छ। जो चाहिँ संसारमा चाहिँ यथार्थ कुरा छैन त्यसको चाहिँ त्यसलाई बोकेर हिँड्नु भने त्यो चाहिँ आदर्शवाद नै हो। तपाईँकै महासचिवले राजा ल्याउन लागि परिरहेका छन् भनेर आरोप लाग्छ। गलत कुरा हो त्यो। आएर भनेर हुन्छ कसैले? ठकुरी मिल्दैन। पुरै छैन। हेर्नुहोस्, एउटा विचार कम्युनिस्ट विचार बोकेका मान्छे उहाँ चाहिँ एकदम त्यस्तो श्रम गर्ने, जनतासँगै बस्ने, तपाईँ यही घर श्रम गर्ने भन्नुहुन्छ? यही घर कपिल वस्तुमा बसेर भने यही घर हो नि। कपिल वस्तु एउटा चाहिँ यहाँ नेवार समुदायका एकजना दाइले दिया निःशुल्क चाहिँ जग्गामा टिनको चाहिँ छाप्रो हालेर सारा हामी कार्यकर्ता बसेका घरलाई अनि धर्मेन्द्र सुदर्शनले ठुलो बिल्डिङ गराएर बसिरहेको छ भने जस्तो हो क्या त्यो। होइन, उनीहरूको आरोप यही ठाउँ हो नि। तपाईँ देखाउन सक्नुहुन्छ होला नि यो घर? सक्छु। होइन, अरूको आरोप के छ भने विप्लव कपिल वस्तुमा बसेर धान काट्ने, बालुवा
उठाउने भन्दा अरू केही पनि नगर्ने भयो। राष्ट्रिय मुद्दा एकातिर छ, काम कुरो एकातिर, कुम्लोबोकी ठिमीतिर जस्तो हुनुभयो। आशा धेरै गरेका थिए जनताले। यो भन्न खोजा के भनेपछि विश्वभरिका श्रमजीवी जनताहरूलाई अपहेलित गरे हो। महासचिव आफैले चाहिँ जोत्न खन्न र धान लगाउन लाग्ने संसारका अनि मान्छेहरू महासचिव श्रम गरेर राजनीति गर्न लाग्ने होला नि त, राष्ट्रिय इस्युमा लाग्ने होला नि, मुद्दामा लाग्ने होला। राजनीति होइन, त्यो चाहिँ राजनीति होइन। मान्छेले चाहिँ त्यसो भनेपछि भात खाने मान्छेलाई भात मात्रै यो खान्चुवा रहेछ, भाते रहेछ, यो त राजनीति गर्दैन भने त्यो मान्छे त मरिहाल्छ नि भोकै। श्रम गर्ने मान्छेलाई राजनीति गरेन भनेर आरोप लाउने केही नपाएका चाहिँ यो त गन्थन हुन् क्या। हेर्नुहोस् ल ठिक छ, अब तपाईँहरूको मुख्य विषय अहिले धेरैको ध्यान तपाईँहरूमाथि छ। तपाईँले खरानी बन्ने चेतावनी दिनुभयो। कतै असोजको तपाईँहरूको महाधिवेशनपछि तपाईँहरू कुनै भव्य तयारी, भयानक तयारी अथवा अन्तर्यमा केही तपाईँहरू गम्भीर कुरा गर्दै हुनुहुन्छ? त्यो सूचना पाएर सरकारले तपाईँहरूमाथि यत्रो एक्सन ल्याएको हो, के हो तपाईँहरूको? त्यो गलत असोजको महाधिवेशनमा त्यो तपाईँहरू गलत के कुरा। गर्दै हुनुहुन्छ? हामी चाहिँ नेपाली जनतासँगै नेपाली जनताले यदि चाहिँ हामीलाई प्रतिस्पर्धा गर्न दिने र हामीले एउटा वर्ग सङ्घर्षलाई पनि नयाँ ढङ्गले चाहिँ अगाडि बढाउने, नयाँ तरिका, नयाँ स्वरूपका साथ सङ्घर्षलाई अगाडि बढाउने भनेर हामी यो सोचका साथ यहाँ आएको हो। यहाँ पनि यिनीहरूले चाहिँ अब जनतासँगै घुलमेल गर्ने भयो भनेर शेरबहादुर देउवाको सरकारले लगायतका गठबन्धनका नेताहरूले यहाँ षड्यन्त्र गरे भने त्यति सजिलो उनीहरूलाई हुँदैन। तर महासचिवले न्यायाधीशको कठालो समातेर सडकमा ल्याउनुपर्छ भन्न थाल्नुभयो। त्यस्ता हिंसात्मक शब्द बोल्न थालेपछि सरकार पनि त चनाखो हुनु पर्यो। त्यसो बोल्ने हो सार्वजनिक कार्यक्रममा? त्यो बोल्न पाउने अधिकार त हामीले गणतन्त्र समेत फालेपछि बोल्न पाउने अधिकार हुँदैन। एउटा सत्य कुरा के हो भने राजनीति गर्ने एउटा सामान्य विद्यार्थीलाई न्यायाधीशले 10 लाखसम्म चाहिँ धरोड मागेपछि म अहिले पनि भन्छु, मलाई चाहिँ म भन्दै आएको कुरा पनि हो, त्यस्तो अनैतिक किसिमले चाहिँ मुद्दा फैसला गर्न खोज्ने हो भनेदेखि त त्यो न्यायाधीश किन चाहियो? त्यो कोर्टमा किन चाहिँ बस्न जरुरी हुन्छ? न्याय गर्न पो त्यो कुर्सीमा बस्नु पर्यो। हामीले यत्रो रगत बगाएर ल्याएको गणतन्त्रको कुर्सीमा बसेर न्यायाधीशले एउटा चाहिँ राजनीति, जनताको बारेमा, राष्ट्रको बारेमा बोल्ने विद्यार्थीलाई 10 लाख रुपियाँ चाहिँ धरेर राखे, त्यो न्यायाधीश हुनसक्छ? त्यो त खारिज हुनु पर्यो, त्यहाँबाट भाग्नु पर्यो। त्यो अपराधी हो, न्यायाधीश होइन। कुरा त्यो हो नि त। अलिकति हिंसात्मक हुन थाल्नु भयो तपाईँ? कहाँको हिंसा? बोलेर हिंसा? सत्य कुरा भनेपछि हिंसात्मक हुन्छ? तर जे पेटमा छ त्यही बोल्ने न हो? त्यही हो संसारमा। त्यही भनेपछि जनताको मुक्ति हुन्छ नि। जनताका समस्या यिनी हुन् नि। त्यसपछि अनि चाहिँ अदालतमा गएपछि घुस माग्ने, 10 लाख रुपियाँ जरिमाना दिने, गरिब नेपाल जस्तो गरिब देशमा हामी कति नाजुक भइरहेछौँ, आर्थिक सङ्कट कति छ, केही साँझ बिहान चाहिँ एक छाक भात खान गाह्रो छ, एउटा विद्यार्थीलाई 10 लाख चाहिँ धरेर राखिदिएपछि त्यो न्यायाधीश भनेपछि तपाईँहरूको यो निकास कसरी हुन्छ त? तपाईँको महासचिव निकास एउटै उपाय छ, निकास सङ्घर्षबाट हुन्छ। पक्राउ गरेपछि? पक्राउ गरेर हुँदैन। पक्राउ गरेर त हामीले प्रतिरोध गर्ने हो। निकास एउटै छ, वर्ग सङ्घर्षले रचेको इतिहास। तपाईँले अहिलेसम्मका संसारभरिका चाहिँ जति सरकारहरू परिवर्तन भए, राज्यहरू परिवर्तन भए, बिना क्रान्ति, बिना सङ्घर्ष कोही पनि परिवर्तन भएको छैनन्। त्यसकारण यहाँ भ्रष्टाचार छ, यहाँ चाहिँ अन्याय छ, यहाँ चाहिँ राष्ट्रघात भएको छ, जनता चाहिँ पीडित छन्, सरकारले चाहिँ अन्याय गरेको छ। त्यसको विरुद्धमा सङ्घर्ष गर्नुपर्छ। सङ्घर्ष विभिन्न किसिमका हुन्छन्। शान्तिपूर्ण ढङ्गले सङ्घर्ष गर्न दियो भने शान्तिपूर्ण ढङ्गले गर्ने, यदि शान्तिपूर्ण ढङ्गले गर्न दिएन भने प्रतिरोध गर्ने र सत्ता कब्जा गर्ने। सशस्त्र हुन्छ फेरि? त्यो त आवश्यकता अनुसार हो नि। यिनीहरूले कस्तो माग गर्छन्, सरकारले कस्तो माग गर्छ, हाम्रो कस्तो किसिमले सङ्घर्ष गर भन्छ त्यस्तै किसिमले गर्ने, जे भन्छ त्यही गर्ने। जस्तै शान्ति प्रक्रियाले चाहिँ आओ, प्रतिस्पर्धामा आओ, त्यसरी रूपान्तरण गरेर जाऊ, जाम भन्छन् भने त्यही किसिमले बस्ने हो। हामी त्यही चाहिँ उसमा आछौँ। हामीलाई बाध्य बनायो भनेपछि बन्दुक बोक्न पनि त्यो त आवश्यक। त्यो त जनतालाई उनले के आउँछ? त्योभन्दा अगाडि महासचिव र प्रवक्ता पक्राउ परेपछि पार्टी सक्यो? पक्राउ पर्ने सक्ने सम्भावना पनि छैन, हामी गर्न पनि दिँदैनौँ र गर्ने कुरा पनि हुँदैन। त्यो कुरा हो नि त। अब त्यो त सपनै नदेखे हुन्छ। अब नि प्रचण्ड फेरि जापान भ्रमणमा जाँदैछन्, किन? केही छ? त्यो त हामीलाई थाहा छैन। यिनी त भत्ता पकाउन त जहाँ पनि जान सक्छन्, योजना बनाउन, अनि सेनापति चाहिँ अनि यात्रा गर्ने, अनि यिनीहरूको ऐस आराम गर्ने। यो त के छ र बिना उद्देश्यको जहाँ गए। अनि सेनापति यति बेला अस्ट्रेलियामा चाहिँ तपाईँको आइपिएसको सम्मेलनमा सहभागी भएको छन्। एमसिसी त पास भइसक्यो, तपाईँहरूले त ठुल्ठुला कुरा गर्नुभयो नि बानेश्वरमा। त्यही तपाईँ र म अन्तर्वार्ता पनि गऱ्यौँ त्यही आसपास। हामी त यी एमसिसी पास गर्नलाई गाउँमा छिर्न दिनु भन्नु। ठुल्ठुला कुरा होइन। इतिहासमा सबभन्दा महत्त्वपूर्ण चाहिँ काम हामीले गऱ्यौँ।
यहाँ हामी के गर्नुभयो? अझै MCC लागू रोक्न गर्न सक्नुभयो? दिँदैन। हामी अझै लागू गर्न दिँदैन। मान्छेले बोल्न समेत बोल्न सकेन, हामी लड्यौँ नि, टाउका फुटाल्यो नि हामीले। तर माफ गर्नु। मान्छेका चाहिँ टाउका फुटाल्यौँ पनि हाम्रो टाउकामा पनि चोट लाग्यो, त्यो थाहा छ। टाउका फुटाए पनि पास भयो तपाईँले भन्नुभएको थियो। तर त्यो पास गरेर हुन्छ? पास भएको छैन। तपाईँले पास यो भएकै छैन, तपाईँ कसरी पास भयो? टेबल गर्न दिन्नौ भन्नुहुन्थ्यो, त्यो टेबल भयो। चाहिँ- पास गर्न दिन्नौ भन्नुहुन्थ्यो, पास भयो। पास भएको अब छैन। काम गर्न दिन्नौ भन्नुहुन्छ, काम पनि हुन्छ। तपाईँहरू होइन। हेरेको हेरे पास भएको छैन। राष्ट्रघात गर्ने भनेर जनताले चुनेर तिनीहरूलाई पठाएको होइन नि, त्यो अधिकार तिनीलाई पास गर्ने अधिकार छैन नि। नेपाली जनताले पास गर्नु पर्यो नि। तपाईँहरू के कार्यान्वयन हुन नदिने हो? कहाँ हुन दिने हुन्छ? हुन दिने कुरै हुँदैन। तर जनताले विश्वासै मान्दैन। नै जनताले हिजो- विश्वास हिजो नमान्छ। टेबल गर्न दिन्नौ जनताले भन्नुभयो। विश्वास मान्छ, तर चाहिँ यी चाहिँ बन्दुकसहित आर्मी पुलिससहित आर्ममा बसिया चाहिँ दलालहरूले नमाने मात्रै हो। तर हामीले आर्मी र पुलिसलाई राम्रोसँग सम्झाउनुपर्छ आफ्नो राष्ट्रघात भएको बेला। अब अन्तिममा आउने सङ्घीय र प्रदेशको चुनावमा तपाईँहरूको रणनीतिक भाग ल्याउने काम हुन्छ कि हुँदैन? त्यो त हाम्रो महाधिवेशनले फैसला गर्ने भन्ने भएको छ। पश्चाताप भएको छैन? पहिला ल्याइयो, हारियो, काहीँ त्यस्तो पनि पश्चाताप भन्ने कुरा हुँदैन। हामी उत्साहित छौँ के पाउनु हामीले के पाउने नपाउने हाम्रो जो निर्णय गऱ्यौँ त्यही अनुसार गयौँ, त्यही हामी सफल भयौँ। पार्टी फुट्यो, हाम्रो चाहिँ चुनाव जित्नु लड्नै भएन, पर्छ, जित्नै पर्छ भन्ने थिएन। नेकपा तङ्ग भङ्ग भयो। न त्यो केही पनि छैन। एक दुईजना चाहिँ गए, त्यो चाहिँ अब अलिकति त्यहाँ प्राविधिक कुराहरू पनि छ, उहाँहरूले पचाउन सक्नु भएन, जानुभयो। होइन भनेपछि आदर्शले यस्तो आरोप किन लगायो भन्नुहुन्छ भने सुदर्शन र वास्तुलाई यहाँ आउनुपर्छ। म सबैको सामान्यमा चाहिँ हाम्रो कार्यकर्ता नै हाम्रो जनतालाई खेरेर म भन्छु, जनतालाई खेरेर भन्छु, तपाईँलाई पनि ल्याउँछु। हस् हस्, त्यो तपाईँको निम्तो जहिले पनि मलाई स्वीकार्य छ। तपाईँहरू जे अभियानमा हुनुहुन्छ सफल होस्, जनताले सुख पाउन्, समृद्ध नेपाल बनोस्, सुखी नेपाली बनुन्, तपाईँको यात्रा सफल रहोस्, सकेसम्म मिल्नुहोस् भन्ने हाम्रो शुभेच्छा छ। फुटेर होइन, जुटेर अगाडि बढे देश बन्छ, हामी यही कामना गर्छौँ। समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद। उमेशजी धन्यवाद, नमस्कार।